99% नेपालीको घरमा बिजुली पुग्यो भन्ने कुरा चाहिँ तथ्यसङ्गत होइन भन्छ। के हो? हामीले कसरी 97% हाम्रो ग्रिड पुगेको छ भनेको भनेको ट्रान्समिसन लाइन पुगेको होइन, बिजुली पुगेको होइन, ग्रिड पुगेको। बिजुली पुगेको। ओके, कहाँ भनेको बिजुली नै पुगेको, घरमा पुगेको। घर घरको हिसाब हुन्छ नि। हामी त हाम्रो त हरेक गाउँपालिकामा अफिस छ नि त। यत्रो बुक निकालेछौँ हामीले। बुक निकालेर 97% हाम्रो ग्रिड पुगेको र 2% चाहिँ अफ ग्रिड भनेको वैकल्पिक ऊर्जाले गरेका छन्। माइक्रो हाइड्रो ग्रिड नपुगेको, माइक्रो हाइड्रोले पनि त बत्ती बलिरहेको छ नि त। र अरू वैकल्पिक ऊर्जाहरूले त्यो गरेर 99% भने हो। त्यो कुरा सबै चाहिँ हाम्रो डेटाहरूमा आएको छ। वर्ल्ड ब्याङ्क एडिबीदेखि लिएर सबैमा चाहिँ त्यो आइसकेको छ। अर्को केले प्रमाणित गर्छ भने 92% त 78 सालको जनगणनाले भनेको छ। 92%। त्यसपछि हाम्रो चाहिँ 10 लाख ग्राहक बढेको छ 3 वर्षमा होइन। 3 वर्षमा उहाँले चाहिँ ग्राहक सङ्ख्या 55 लाख 86,000 हो कि कति भन्नुभएको छ होइन। उहाँले चाहिँ इन्टेन्सनली एउटा डाटा लुगाउनु भएको छ। त्यो सामुदायिकको ग्राहक 5 लाख अर्को थप्छ। अनि यता चाहिँ तपाईँ बिपिसीको ग्राहक करिब 1 लाख जति होला। करिब 61 लाख 62 लाख ग्राहक हाम्रो छ।